आर्मीले वार्निङ सट हान्यो। वार्निङ सट भनेको मान्छेले ताकेर होइन कि भित्तामा अथवा भुइँमा हान्ने चलन हुन्छ होइन, अथवा आकाशमा हान्ने चलन हुन्छ। त्यो हान्यो, त्यो हानिसकेपछि तिनीहरू भागे, फर्क्यो। त्यसो केही बेरपछि फेरि अर्को अलि ठुलो हुल आएछ। अनि त्यसपछि तिनीहरूलाई पनि हान्यो होइन। हानेपछि तिनीहरू पनि फर्केको थियो। तर किन उतापट्टि चाहिँ सर्वोच्च अदालतको साइडबाट चाहिँ मान्छे चाहिँ भित्र छिरेर चाहिँ अब सयौँ मात्रामा छिरेपछि सेनाले चाहिँ अब गोली हान्यो भनेदेखि चाहिँ नरसंहारकै स्थिति सिर्जना हुन्छ भनेपछि संयमता अपनाएको। र किन अघिल्लो दिनको घटना पनि त सेनाले त सूक्ष्म रूपले मूल्याङ्कन गरिराखेको थियो नि त। अघिल्लो दिन पनि एक्सेसिभ युज अफ पावर भनौँ न, अत्यधिक मात्रामा गोली हानेको कारणले भोलिपल्टको घटना घट्न गयो नि त। त्यस कारणले त्यो संयमता चाहिँ नेपाली सेनाले अपनाएको देखिन्छ होइन। अब त्यो अपनाउँदाखेरि अब अहिले मान्छेलाई फर्केर हेर्दा भन्ने के छ भने केही मान्छे मर्या भए त सिंहदरबार जल्लोबाट रोकिन्थ्यो कि भन्ने पनि छ होइन। तर के भने 40-50 राउन्ड चाहिँ गोली हानेको त्योभन्दा अगाडि दुईचोटि चाहिँ सानो टोली चाहिँ फर्केको। त्यसपछि चाहिँ धेरै नै मान्छे, हजारौँ मान्छे आइसकेपछि यो गोली हान्छ हुन्थेन भन्ने चाहिँ लोकल कमान्डरले पनि इनिसिएटिभ लिन्छ नि त होइन। लोकल कमान्डरले चाहिँ अब अघिल्लो दिनको घटना सम्झ्यो होला होइन। अब त्यहाँ मारेर पनि धेरै मान्छे मरे पनि, धेरै मान्छे घाइते भए पनि अन्तिममा भोलिपल्ट फर्केर आएर त्यो आक्रोशित हुलले संसद भवन त जलायो नि त। त्यस कारण गोली हानेर जलाउन रोकिन सकिँदो रहेछ भन्ने कुरा एउटा त्यो हो। अनि चौकीहरू सबै ठाउँमा चाहिँ रातभरि चाहिँ उनीहरू आक्रोशित भएर आगो लगाउन गए हो। त्यो सबै तपाईँले चाहिँ परिस्थितिहरूको मूल्याङ्कन गर्ने हो भनेदेखि संयमता अपनाउने कि जसरी हुन्छ सिंहदरबार चाहिँ जोगाउने, चाहे चाहिँ जतिसुकै हताहत होस् सिंहदरबार जोगाउने भन्ने चोइस चाहिँ तपाईँको कमान्डरको बेला थियो होइन। म्याडागास्करमा 2 हप्ता भयो, त्यहाँ पनि जेनजी आन्दोलन भएको होइन। त्यो लगातार चाहिँ नन लिथल चिजहरू प्रयोग गरेर उनीहरूलाई नियन्त्रण गरिरहेको जम्मा 20 जना पनि सङ्ख्या पुगेको छैन। हाम्रो केही घन्टामै लागेको गोलीले 70 नागिसक्यो होइन। त्यसकारण 76 पुगिसक्यो। त्यसकारण चाहिँ यो संयमता अपनाउनु उपयुक्त हुन्छ कि जसरी हुन्छ भौतिक संरचना चाहिँ नरसंहारकै परिणाम बरु भोग्नुला तर चाहिँ जोगाउनुपर्छ भन्ने बिचको चोइस थियो नभएको होइन। तर मैले चाहिँ पछिल्लो चोइसकै पक्ष हाल्छु म चाहिँ आम विद्रोह हो क्या। तपाईँले चाहिँ केही मान्छेको हुल आएर तोडफोड गर्न आएको होइन नि। तपाईँ संसार नेपाली नै सबै उत्रै भने कि जनता त सार्वभौम सत्ता सम्पन्न छ नि होइन। अब तपाईँको भित्र आइसक्यो सबैलाई गोली हानेर मार्नु ठिक थिएन भन्ने एउटा प्रश्न त सधैँ नै रहि नै रहन्छ। तर के भने त्यतिखेर चाहिँ फिल्ड कमान्डरको इनिसिएटिभ नै सबभन्दा ठुलो हुन्छ हेर्नुहोस्। उसले के सोच्यो भने तपाईँको 40-50 राउन्ड वार्निङ सट हान्दा पनि फर्की झन्झन ठुलो हुल आएको हुनाले उसले चाहिँ त्यसपछि चाहिँ उसले गोली हान्न